आज चाहिँ लोकल स्टाइलमा यो मटन कालो चाहिँ मैले मेथी पुऱ्याउँछु है त गाइस। मेथी चाहिँ म मासुमा पनि पुऱ्याइरहेको हुन्छु होइन। अब चाहिँ म यसमा थोरै जिरा पुऱ्याउँछु। लोकल स्टाइलमा हो है, एकदमै सादा राम्रो। त्यसमा मैले प्याज चाहिँ मजाले दिन्छु। यतिको रातो भइसकेपछि चाहिँ मैले यसमा थोरै लसुन राख्छु है त। अब चाहिँ यो धोएर राखेको मटन मजाले मटनलाई चाहिँ है साथीहरू भइसकेको छ। यतिको बुझिसक्यो। अब चाहिँ यसलाई म एकछिन छोपेर राखिदिन्छु। यतिकै धनियाँ यो चाहिँ छिटो गरेर यो है साथीहरू। सबैजना चाहिँ टमाटर राखेँ मैले यसमा यो पिङ है। मैले हजुरहरूलाई भनेको थिएँ पिङ्क हुन्छ भनेर, कस्तो टाइपको पिङ्क हुन्छ। अनि राखेँ हुन्छ म एकदमसँगै राखेँ है त। यसमाथिबाट मैले अब बेसार हाल्छु। लोकल बेसार है, एकदम बढ्दो है। लसुन अनि अदुवा र खुर्सानीको पेस्ट हाल्छु। जिरा धनियाँ चिनीको मसला पनि हाल्छु है त। यो जिरा धनियाँको धुलो हाल्छ है। धेरै नहाल्नु परेको छ है। यो अब धनियाँ हाल्ने अनि खाने है त। टेस्टको लागि टेस्ट वाउ।